नमस्कार दर्शकबिन, नमस्ते खबरमा यहाँलाई स्वागत छ। सधैँझै आज पनि तपाईहरु माझ हामी नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौँ। पानी पर्ला नपर्ला त आफ्नो ठाउँमा छ तर दर्शकबिन, हिजो हामीले तपाईहरुलाई बताएका थियौँ 2 बजे यसको ढलान सुरु हुन्छ भनेर। कारणवश हिजो हामीले तपाईलाई बेलुकाको अपडेट दिन सकेनौँ, त्यसैले हामीले भिडियो रेकर्ड गरेर राखेका थियौँ र अहिले तपाईहरु माझ यो भिडियो देखाउँदैछौँ। तपाईले देखिसक्नुहुन्छ यहाँ ढलान स्टेप ढलानको काम भइरहेको छ। यहाँ कामदारहरूले स्टेप ढलानको लागि त्यहाँ मसलाहरू हाल्ने काम भइरहेको छ, सिमेन्ट कङ्क्रिट भर्ने काम भइरहेको छ। तपाईले देखिसक्नुहुन्छ यहाँ इन्जिनियर लगायत कामदारहरूले आफ्नो कार्य निरन्तर गरिरहेको हामी देख्न सक्छौँ। तपाईले देख्न सक्नुहुन्छ यो भिडियो हामीले हिजो बेलुका 7 बजेतिर रेकर्ड गरेका थियौँ। हिजो कारणवश ढिला भई हामीले यो भिडियोलाई अपलोड गर्न सकेनौँ, त्यसैले आज हामी तपाईहरुमा यो भिडियो अपलोड गरेका छौँ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ ढलानको कार्य फटाफट रूपमा भइरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ आफ्नो कार्यलाई पूर्णता दिन यहाँ इन्जिनियरहरूले पनि निरीक्षण गरिरहेका छन्। ढलानको काम तीव्र रूपमा भइरहेको छ। यहाँ डन्नी कटिङको काम पनि भइरहेको छ र तार काट्ने, डन्नी काट्ने लगायतका कार्य यहाँ देख्न सक्नुहुन्छ। तपाईहरु देख्न सक्नुहुन्छ दुईजना महिला दिदीबहिनीहरूले तारको मुठा मिलाइरहेका छन्। यहाँ पाइपिङको लागि रिङ बनाउने कार्य भइरहेको छ। तपाईले देख्न सक्नुहुन्छ यो मेसिनबाट चाहिँ एकैचोटि 4-5 वटा डन्डीलाई एकैसाथ मोडिने काम गरिन्छ। यो 23,000 स्क्वायर फिटको काम लगभग स्टेप ढलानको कामको लागि फर्माको काम भइरहेको छ। फर्माको काम लगभग आधी काम सकिसकेको अवस्था देखिन्छ, किनकि अब स्टेप ढलानको लागि यो पहिलो खण्डको ढलानको लागि चाहिँ तयारी अवस्थामा रहेको छ। अब यो केही दिनमै ढलान हुने जानकारी आएको छ। तपाईले देख्न सक्नुहुन्छ स्टेपको फर्माहरू राख्ने कार्य भइरहेको छ। त्यहाँ कामदारहरूले आफ्नो कार्यलाई अगाडि बढाइरहेको पनि हामी देख्न सक्छौँ। यो स्टेप ढलानको फर्मा ठोक्ने काम भइरहेको छ। यो फर्मालाई एउटै साइजमा र एउटै स्केलमा राख्नुपर्ने हुन्छ ताकि यो स्टेपलाई तलमाथि नहोस् भनेर एउटै साइजमा नापेर काम गरिन्छ। तपाईले देख्न सक्नुहुन्छ यो फर्मा फटाफट फर्मा राख्ने काम भइरहेको छ। कामदारहरूले पनि आफ्नो कार्य दक्षताको अनुसार यस कामलाई अगाडि बढाइरहेको हामी देख्न सक्छौँ। यो प्याराफिटको 23,000 स्क्वायर फिटको पहिलो भाग हो। तपाईहरु त्यो देख्न सक्नुहुन्छ खाली ठाउँमा त्यहाँ भर्याङ हुन्छ, त्यसमा मानिसहरू आवाज आवत गर्नको लागि उक्त भर्याङको प्रयोग गरिन्छ। वा प्याराफिटको बिचमा बाटो पनि राखिन्छ अवरोध गर्नको लागि। यहाँ देख्न सक्नुहुन्छ यो वेस्टेज डन्डीलाई मोड्ने काम भइरहेको छ। यसलाई मोडेर यसको चाहिँ यसको जोइन्टलाई राम्रोसँग बाँध्ने काम पनि गरिन्छ। दोस्रो खण्डको पनि यहाँ काम तीव्र रूपमा भइरहेको छ भने अब दोस्रो खण्डलाई पनि छिटै नै तार जालीले काम सुरु गरिने यहाँका इन्जिनियरहरू बताउनुहुन्छ। दोस्रो खण्डमा पनि काम राम्रै भएको अवस्था छ। यो चाहिँ फ्लड लाइटको
दृश्य हो जुन फ्लड लाइटमा एङ्कल प्लेट राख्ने काम गरिँदैछ जहाँ एङ्कल प्लेट बस्छ र त्यहाँ माथि 1.5 मिटरको ढलान गरिन्छ यसलाई बराबर स्क्वायरमा नापेर त्यसको लेभललाई हेरिन्छ यसको वाटर लेभल मिलाएर यसलाई एङ्कल प्लेट फिट गरिन्छ एङ्कल प्लेट फिट भइसकेपछि यसमा हाइमार्क्स पोल जडान गरिन्छ अब हाइमार्क्स पोल पनि चाहे नै इन्डियाबाट नेपाल ल्याइने भनिएको छ यो प्याराफिटको स्टेप ढलानको लागि फर्मा तयार गरिएको छ यो फर्माको आधारले नै स्टेप ढलान गरिन्छ र सिट जडान गरिन्छ यसमै तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ भर्याङ बनाउने काम भइरहेको छ यहाँ कामदारहरूले चाहिँ यो भर्याङको मेजरमेन्ट ल्याइरहेका छन् जहाँ भर्याङको स्टेपहरू राखिन्छ तपाईहरु देख्न सक्नुहुन्छ यो 30,000 स्क्वायर फिटको वाइड दृश्य 30,000 स्क्वायर फिटमा पनि अब लगभग अब यो बिमको काम चाहिँ सकिसकेको अवस्था छ भने अब ढलानको लागि अब पिसिसी ढलानको लागि तयारी अवस्थामा रहेको छ या पिसिसी ढलानको लागि जाली बानिसकेपछि त्यहाँ स्टेपको लागि तयारी गरिन्छ स्टेप ढलानको लागि फर्मा ठोक्ने काम पनि गरिन्छ पहिलो खण्डमा 50% स्टेप ढलानको लागि फर्मा ठोकिसकेको छ भने दोस्रो खण्डमा चाहिँ केही समयपछि स्टेप ढलानको लागि त्यहाँ जाली बुन्ने काम हुन्छ तपाईहरु देख्न सक्नुहुन्छ 30,000 स्क्वायर फिटमा काम राम्रै भएको हामी देख्न सक्छौं तपाई यदि भर्खर हेर्दै हुनुहुन्छ भने तपाईहरु नमस्ते खबर युट्युब च्यानललाई लाइक कमेन्ट र सब्स्क्राइब पनि गरिदिनु होला हाम्रो नयाँ भिडियो दैनिक अपडेट छिटो अपडेटको लागि नजिकैको बेल आइकनलाई पनि अन गरिदिनु होला तपाईहरुको माया र सद्भावका कारणले आज हामी 4K सब्स्क्राइबर प्लस भएका छौं यदि तपाईहरुको यस्तै माया पाइए हामी अझ नयाँ भिडियोहरु अपलोड गर्दै जानेछौं एङ्कल प्लेट राख्नको लागि यहाँ डन्नी बान्ने जाली बान्ने काम भइरहेको छ यहाँ जाली बानिसकेपछि यसमा 1 मिटरको ढलान गरिन्छ 1 मिटर ढलान भइसकेपछि यसमा एङ्कल प्लेटको लागि छुट्टै 1.5 मिटरको हाइमार्क्स पोलको लागि 1.5 मिटरको ढलान हुन्छ त्यहाँ एङ्कल प्लेट बस्छ त्यहाँ नटहरू पनि टाइट गरिन्छ नटहरू राखेर त्यसलाई ढलान गरिन्छ तपाईहरु देख्न सक्नुहुन्छ यो डन्नी बान्ने काम यहाँ भइरहेको छ यो जो हामीले साझा खिचिएको दृश्य हो जुन प्राविधिक कारणले जो हामीले तपाईलाई देखाउन सकेनौं त्यसैले आज तपाईहरुमा आज यो भिडियो हामी देखाउने कोसिस गरिरहेका छौं जो हामीले प्राविधिक कारणले यो भिडियोलाई तपाईहरुमा आज देखाउन सकेनौं त्यसैले आज तपाईहरुमा आज यो भिडियो अपलोड गरिएको छ तपाईहरु देख्न सक्नुहुन्छ यो एङ्कल प्लेट हो यही माथि हाइमार्क्स पोल बस्छ यसमा पछि पोलको पार्ट हुन्छ पार्ट ल्याएर यहाँ जोइन गरिन्छ यो फ्लड लाइटको लागि हो तपाईहरु देख्न सक्नुहुन्छ यसमा ठूला नट बोल्टहरू राखिएका छन् जहाँ यो नट बोल्टमा हाइमार्क्स पोल जडान गरिन्छ निर्माण सामग्री ओसार पसारको काम पनि भइरहेको छ तपाईहरु देख्न सक्नुहुन्छ यसमा निर्माण सामग्री ओसारिएको छ ल्याइएको छ यो ढलानको लागि यसमा मिक्सर तयार गरेर यो मिक्सर तयार गरेर यसमा ल्याइन्छ र यसबाट प्रेसर मेसिनमा हालिन्छ
तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई लाइक कमेन्ट र सब्सक्राइब पनि गरिदिनु होला। पोटेसियम पाइलीको दृश्य हो यो तपाईँको यो लमसरमा खिचिएको दृश्य हो, जहाँ चाहिँ ढलान भइरहेको छ। तेस्रो खण्डमा ढलान भइरहेको छ। दोस्रो खण्डमा चाहिँ केही आजभोलिमै ढलान हुने कुरा छ, किनकि पहिलो तेस्रो खण्डमा गरेर दोस्रो खण्डको लागि चाहिँ आजभोलि नै छिटै ढलान हुने अवस्था छ। यहाँ देख्न सक्नुहुन्छ गोलहरू, सिमेन्टको गोलहरू यहाँ ल्याइएको छ। यसको क्वालिटी जाँच गरेर मात्रै यस स्टेप ढलानमा राखिन्छ। तपाईँले देख्न सक्नुहुन्छ ट्युब अन्तर्गतको यो भिडियो। तपाईँलाई यो भिडियो कस्तो लाग्यो हामीलाई कमेन्ट मार्फत जानकारी दिनुहोला। हामीले जानेका बुझेका कुराहरू तपाईँहरू माझ ल्याइरहेका छौँ। दैनिक अपडेट गर्ने क्रममा यो रहेको छ फ्लड लाइटको दृश्य। यसमा पनि अब छिटै हाइमार्क्स पोल चढाउनु हुनेछ। तपाईँहरू नमस्ते खबर हेर्दै हुनुहुन्छ। हस् त, नमस्ते। आजलाई यति नै। भोलि हामी फेरि नयाँ भिडियो लिएर हजुरहरूमाझ आउनेछौँ। धन्यवाद।